नानी आइसक्रिमहरु केही खानु नि यहाँ हामीले त खानु दिनै त फेमस भनेर नै के मिठे त हुन्छ तर सेम रेट बोलेछ भाजी यस्तो जुस त खानु हुन्छ होला त उ छ माइजु यहाँ भाइ नानी र मेरो एकठाउँमा हुन्छ खायो भने लाइन गयो कता गयो कसको दे त खेल्न नानी ए ल ल जागे माथि टिका लाग्छ यो कम्ती चलाक छैन चलाक रहेछ खाने खान्छ पैसा कमाउनु जानु पर्दैन त मैले कमाउनु रे खाने भनेदेखि खानु बुढोमालो जाने होला नि त डिब्बे एउटा काम मरायो नि पैसा दिइहाल्नु पर्छ पैसा कम जानु पर्दैन दाजुको यता सार्नु भएको मैले सारे के त अब आउँदै ग्लासमा खानु न रे झार रोपेको नखानु रे सब्जी यही झारमा हिँड्नु रे बिहान बेलुका उठ्नु रे यही मात्र हिँड्नु रे ल भोलिपछि छोरीहरू आएर पनि यसैको जुस खानु है भनेको यताको यो दसैँको विषयमा केही भन्नु छ जेठाले भनिहाल्नुहुन्छ नि दाजु आज बडा दसैँ 2082 सालको बडा दसैँको अवसरमा हामी सम्पूर्ण हामी माइती चेली दिदी भेना भान्जा भान्जी हामी सबै भेला भएको छौँ एउटा खुसीको क्षण पनि हो यस्तो मौका एक सालमा एकचोटि आउँछ र हामीले यो समयलाई सदुपयोगमा ल्याउनुपर्छ किनभनेदेखि हामी यो एउटा समयमा सालमा एक दफा आउँछ त्यसले गर्दाखेरि हामीले यो अनिवार्य रूपमा हामीले खुसी याले मनाउनुपर्छ आफ्नो सबै समयलाई त्यागेर भेला भएर खानपिन बनाएर साधारण तरिकाले अब खानु बस्नुको लागि पनि आउनुपर्छ टिका लगाउनेहरूले टिका लगाइएको छ र नलाउनेहरू पनि उपस्थित भएर एकदम हामीले चाहिँ यो के भनेदेखि जमघट भएर यसलाई चाहिँ रमाइलो वातावरण ल्याउनुपर्छ हामीले किनकि आगौँ को मर्दो को बाँच्दो र अहिले चाहिँ हामीले धुमधाम मनाउनुपर्छ यसरी नै हामीले मनाइराख्नु परोस् र हामीले सालन नै यसरी नै आफ्नो नाता इष्टमित्र आवजातको वातावरणको समय पनि हामीले सोच्नुपर्छ त्यसले गर्दाखेरि हामी यो 2082 सालको दशहरा दीपावलीलाई छठ पर्वलाई यसरी नै हामी मनाउँदै जाउँ र यो खुसियाली चाहिँ रङ्गमञ्चको साथमा मनाउँ भन्ने कुरा राख्दै यो मेरो 2 शब्दमा यही अन्त गर्न चाहन्छु धन्यवाद।